साथीहरु मेरो दिमाग उडेर हेर्नु न टाउकै दुख्यो क्या मैले अस्ति नै जालोराबाट सपिङ गरेको थिएँ दुईटा टी सर्ट अनि एउटा सर्ट हैन भयो भएको राख्ने ठाउँ सबै हेरिसकेँ काहीँ भेटिन के कहाँ छ भनेर मैले खोज्नै सकिनँ त्यो कारणले गर्दा मलाई टाउकै दुख्यो भेट्न नसकेर अब कुन दिन भेट्छु अनि भेटेको राम फेरि अर्को भिडियो बनाउँछु ल साथीहरु म मात्र यस्तो हुनुहुन्छ कि तपाईहरु पनि त्यस्तो हुनुहुन्छ साथीहरु यो चाहिँ मैले बनाएको तुङबाहरू कस्तो चाहिँ महँगो पैसा पर्छ हैन अनि फलमासुहरु चाहिँ सस्तो पर्छ के अचम्म है चाहिँ अब यो यस्तो डट्टी हुन्छ हेर्दा त नखाउ नै लाग्छ नि साथीभाइहरु के गर्ने साथीहरु हेर्नुस् है यस्तो घिनलाग्दो हुन्छ अब यो क्लिन गरेर खाँदा त मिठो हुन्छ म चाहिँ दिदीको छाहारीमा बसेको छु ह्याप्पी हो हरेक कामले वेट गरेको जस्तो फिल हुन्छ जहाँ पनि वेटिङ लिस्टमा देखिरहेको हुन्छु कि मेरो पर्खाइमा बसेको हरेक कामले हाई एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल अनि म पोकला लिम्बू फेरि पनि मेरो युट्युब च्यानलमा आइसकेकी छु आजको मेरो ब्लग चाहिँ अ डे इन माई लाइफ हेर्नुहोस् म कतै पनि हैन साथीहरु कतै पनि गएर आनन्दले बस्न पाउँदिन रिजन इज उटपटाङ सुरु भइसक्यो मोबाइल तेर्साको उटपटाङ सुरु भइसक्यो साथीहरु अनि म चाहिँ अहिले चाहिँ दिउँसो भइसक्यो मैले चाहिँ अघि नै स्किन केयरहरु गरिसकेँ अनि मैले चाहिँ फेरि यो सनस्क्रिन चाहिँ रिअप्लाई गर्नुपर्ने हुन्छ अघि नै गर्नुपर्ने हो कि ढिलो भयो अघि नै गर्नुपर्ने अनि मैले चाहिँ कोरियन प्रोडक्ट अर्को युज गरेको थिएँ क्या साथीहरु मलाई चाहिँ अल टाइम फेभरेट चाहिँ यो लाएर चाहिँ बसेको हो हैन तर अब एकचोटि कस्तो हुन्छ त भनेर सिफ्ट के भन्छ हौ अंग्रेजी नै बिर्सिसक्यो सिङ्गापुरमा आएर त अर्को लगाम न त भनेर मैले अब ट्राई गर्नको लागि कोरियन प्रोडक्ट हैन जापानिज प्रोडक्ट चाहिँ मैले वाउ गुड जब मैले त्यो जापानिज प्रोडक्ट चाहिँ ट्राई गरेँ हैन एक दुई महिना एक दुईवटा चाहिँ तर सनस्क्रिन चाहिँ मलाई मन परेन सनस्क्रिन चाहिँ अल टाइम फेभरेटै लाएर चाहिँ बसे भयो मलाई चाहिँ हैन अनि त्यस्तै छ साथीहरु मैले सनस्क्रिन रिअप्लाई गरेँ अनि आज चाहिँ म तपाईहरुलाई मेरो डेली रुटिन विथ माई टडलर देखिहाल्नु भन्नै पर्दैन हैन देखिहाल्नु भयो हो उसको देखाउन लागिरहेको छु आज चाहिँ मेरो म एक सेकेन्ड बस्न भ्याउँदिन साथीहरु के गर्नु जति मैले स्किन केयर गरे पनि मलाई स्किनले चाहिँ मलाई केयर गर्दैन क्या साथीहरु यो चाहिँ लिप बाम हो मलाई यो चाहिँ दिदीको थियो ल मैले चोरेर ल्याएको चाहिँ होइन कि मागेर ल्याएको दिदी हुँदा त जे पनि मतलब त्यही हो नि साथीहरु एभ्रिथिङ दिदीको ल्याउने हो माग्ने हो तपाईहरु को त्यस्तो हुनुहुन्छ आफ्नो दिदी हुँदाखेरि चाहिँ दिदीको एभ्रिथिङ लिने का म चाहिँ लगभग एभ्रिथिङ अहिले त दिदी र म टाढो छु हैन त्यही भएर त्यस्तो हुँदैन नत्र भने त पहिला त हामी त एभ्रिथिङ दिदीको म युज गर्थेँ एभ्रिथिङ दिदीकै अन्डरमा म हिँड्थेँ दिदीले यो लगा यो लाउने यो खायो त्यस्तो थिएँ म अहिले त साथीहरु टाढा भयो अनि त्यस्तो एकछिन भेटेको मैले दिदीको ल्याइहालेँ यो ल्याएँ दिदीको मैले नेपाल जाँदाखेरि यो ल्याएँ दिदीको अनि यो पनि ल्याएको चाहिँ हैन तर उसले लगाएको थियो र मलाई मन परेर किने मैले यहाँनिर कति सबै अरू उसको ल्याउनु भनेर है म धेरै ल्याएको छु कस्तो सामानहरू चाहिँ कति कता छ तर मैले उसको चाहिँ धेरै ल्याएको छु मलाई दिदीले थ्याङ्क यू दिदी अनि यो मलाई दिदीले नै गिफ्ट गरेको यो सबै दिदीले गरेको क्या साथीहरु म चाहिँ दिदीको छाहारीमा बसेको छु के पर्फ्युम हो हेर्नु न साथीहरु अघि लुगा यहाँ थ्रो गरिसक्यो ए भगवान यहाँ उहिले लुगा थ्रो गरेर भुइँमा यसरी फ्यालिदिइसकेछ मेरो छोराले यस्तो चकचक कहाँ बसेको तिमी आउ लेट्स गो त्यस्तो साथीहरु सबैजनाले अन्तिमसम्म हेरेर माया गरिदिनु होला बाई हेर न यस्तो पो चकचक गर्छ त मेरो छोराले मात्रै यस्तो चकचक गर्ने हो कि तपाईँको छोराछोरीले यस्तो गर्छ साथीहरु भनिदिनु पर्यो हेर न हो
सुरु यस्तै छ साथीहरू मेरो सुरुवात चाहिँ यस्तै चकचकबाट सुरु हुन्छ अनि मैले यो घर चाहिँ होइन साथीहरू मैले यो घर त कति पटक सफा गर्छु त्यो मलाई मात्रै थाहा छ साथीहरू घर म एकचोटि होइन त बुझ्दैन कि अब त्यो च्यापच्याप भएको जस्तो फिल हुन्छ नि त अनि पानी उमालेर पुस्छु अनि फेरि अर्को राउन्ड त्यो पानी उमालेकोमा चाहिँ अब त्यो सिफहरू के लिक्विडहरू हालेर पुस्छु होइन अनि सेकेन्ड टाइम चाहिँ पानीले मात्रै पुस्छु तर थाहा छ साथीहरू त्यो मेरो घर सफा कति बेर रहन्छ थाहा छ केवल मेरो छोरा कि सुतेको बेला सफा रहन्छ कि घेरमा 1 घन्टासम्म टिक्छ कि न त मेरो घर फेरि जस्ता जस्तै फोहोर हुन्छ यहाँ हेर्नुहोस् है सर सामान जता त्यही हो ऊ मेरो बुढा जहिले यसरी सुत्ने हो ऊ मोबाइल हेर्नु भनेपछि त मोबाइल भनेपछि त के भन्नु है साथीहरू म त यस्तो चाहिँ अघि भर्खर किनिदिएको टोय यस्तो गरिसक्यो साथीहरू अब आज चाहिँ मेरो कपाल हेयर मसाज गर्नुपर्ने हुन्छ साथीहरू भर्खर अलिक राम्रो हुँदैछ क्या मेरो कपाल अलिक मुलायम भयो जस्तो लाग्दैछ मलाई कपाल त्यही भएर म चाहिँ अब कपाललाई मसाज गर्नुपर्ने हुन्छ अनि भरे मेरो आजको काम चाहिँ के छ भने साथीहरू भरे चाहिँ मेरो बुढाले साथीहरूलाई चाहिँ तोङबा खाना बोलाउनु भएको छ अनि यसो मैले बनाइदिनु पर्ने हुन्छ खानेकुराहरू अनि म तपाईँहरूलाई देखाउँछु म के बनाउँछु भनेर ल साथीहरू अनि मेरो हेयर मसाज चाहिँ कसले गरिदिन्छ मेरो हेयर मसाज कसले गरिदिने कसले गरिदिने मिसेकले गरिदिने कि पापाले गरिदिने हेयरमा मसाज कसले गरिदिने लु गरिदेऊ त कसरी गरिदिन्छौ मेरो छोराले चाहिँ मलाई हेयर मसाज गरिदिने लु गरिदेऊ त मसाज गर्नु मिसेक राम्ररी गर्नु राम्ररी मायाले गर्नु मिसेक मामको कपालमा जुम्रा छ नि जुम्रा छ किरा छ अनि के छ त के छ किरा छ चुरा कस्तो चुरा बिगारिदिन्छ होला हो सेक अरे हजुर भन न यहाँ आएर यहाँ पापालाई आछु हजुर गर्ने मम्मीलाई नि हजुर गर्नुपर्छ नि त यता हेर त मिसी तिमी कसरी एङ्ग्री हुन्छ देखाइदेऊ त तिमी कसरी एङ्ग्री हुन्छ देखाइदेऊ न यता हेरेर देखाउ न अरे अनि तिमी स्याड कसरी हुन्छ स्याड क्युट कसरी हुन्छौ यता हेरेर गर न अनि ह्याप्पी कसरी हुन्छौ ह्याप्पी यता हेरेर अरे क्यामेरा हेर्नै मान्दैन यो त ह्याप्पी भयो त ह्याप्पी ल मम्मीसँग न त केही नगर्ने यसको चकचक एउटामा यसरी भुलिन्छ एकछिन 1 सेकेन्ड मोबाइल के गर्ने खोइ देखाउ त खोइ छोडा कहाँ मोबाइल राख्ने कहाँ गएको कहाँ गएको अरे आज चाहिँ मेरो छोरा स्विमिङ पुल जान लागिरहेछ लान लाग्नु भएको छ अनि यति एक्साइटेड छ त्यसलाई सनस्क्रिन लगाएको लु ल्याउनु त्यसलाई सनस्क्रिन लगाइदिनु पर्यो नि त यति एक्साइटेड भएको छ जहिले स्विमिङ पुल भन्छ कि साथीहरू यो स्विमिङ पुल यो स्विमिङ कस्ट्युमहरूले एनी टाइम लगाएको हुन्छ घरमा पनि लगाएको हुन्छ आइज आफैहरू सबै थोक आफै भन्छ लगाइदिनु त पापालाई अनि त्यस्तो साथी आज मेरो छोरा स्विमिङ आफै एभ्रिथिङ आफै गर्ने भन्छ लगाइदिनु न यसलाई पोखाउँछ ऊ स्विमिङ कस्ट्युम लगाएर ढिलो हुन्छ बेबी तिमीलाई जानु फेरि तिमीले आफै लगायो भने तिमीलाई फेरि स्विमिङ पुल जानु ढिलो हुन्छ नि कहाँको गरे बेबी तिमी कहाँको गरे अलिक धेरै लगाइदिनु तपाईँ अलिक धेरै लाउनु पर्थ्यो नि डढ्छ आई क्लोज गर मजाले भात खाएर मुख पनि धोइदिएको रहेछ यार आई क्लोज गर छोडिदिनु टिपेर मामला दिनु छिटो मामला दिनु छिटो छि भयो फेरि म स्विमिङ पुल लाग्दैन नि
यसको लुगाहरू त्यो टावर लगेको होला नि बाई मिसेक साथीहरू यो गुन्द्रुकको जात चाहिँ कति नराम्रो हौ अघि बिहान खानु मन पर्यो अचार खाएको दाँतमा अड्केर अघि पनि कतिचोटि निकालिसक्यो फेरि अड्किरहेछ कि यहाँनिर अनि म चाहिँ अब घरको काम गर्नुपर्ने हुन्छ छोरा नभएको बेलामा हतार होइन अनि मेरो चाहिँ यहाँ केक अर्डर आएको र मैले चाहिँ अलिअलि केक यसरी हालिसकेको छु ओभनमा अब अरू काम गर्छु साथीहरू घर हेर्नु चाहिँ मेस्सी साथीहरू दिउँसो भइसकेको छ अनि म चाहिँ सुन्तला खानै लागिरहेको छु होइन अनि अहिले यो नोभेम्बर डिसेम्बर जनवरीतिर चाहिँ प्रायः जस्तो यहाँनिर सुन्तला चाहिँ नेपालको जस्तै सुन्तला आउँछ कि बोटसँगै आउँछ यसरी बोट है पत्तासँगै यसरी आउँछ कि अनि यो चाहिँ नेपालको कस्तो मिठो पनि हुन्छ कि साथीहरू एक प्याकेट थियो एक प्याकेटमा चाहिँ लाइकली 8-9वटा हुन्छ होला त्यसको चाहिँ $2.20 अनि यो चाहिँ स्मल खालको यो पनि सेम फ्लेभर मिठो हुन्छ अनि यसको चाहिँ $2.50 हो अनि अर्को त सनफिस्टहरू त्यस्तो हुँदा एभ्री टाइम पाइरहेको हुन्छ यिनीहरू चाहिँ लाइकली चाहिँ नोभेम्बर डिसेम्बरतिर आउँछ सेम नेपालकै जस्तो हुन्छ क्या साथीहरू अनि जनवरीतिर पनि हुन्छ जनवरीतिर चाहिँ चाइनिज न्यू इयर पर्छ नि त चाइनिजहरूले युज गर्दो रहेछ खाँदो रहेछ भनौँ न अनि कस्तो राम्रो सेम नेपालको जस्तो चाहिँ ठुल्ठुलो हुन्छ क्या साथीहरू अनि नेपालको जस्तो वेदर पनि हुन्छ यहाँ चाहिँ अब जाडो महिना लाग्यो नि त होइन मङ्सिर पुस यहाँनिर नोभेम्बर डिसेम्बरमा कस्तो साह्रो भयो त अनि मिठो हुन्छ भने साथी त कस्तो नराम्रो परेछ नोभेम्बर डिसेम्बरमा चाहिँ यहाँ पनि चिसो हुन्छ कि चिसो भन्नाले आछुचो हुने चाहिँ हुँदैन अब अरू बेला चाहिँ कस्तो हप्प गर्मी हाई ह्युमिडिटी हुन्छ भने नोभेम्बर डिसेम्बरमा चाहिँ नि साथीहरू धुम्म पर्छ पानीहरू परिबस्छ क्या त्यही भएर चिसो हुन्छ म चाहिँ एउटा केस्रा भन्दा एकैचोटि खानु मनपर्छ क्या यस्तो ग्याप्पै जाडो महिनामा घाम ताप्दै सुन्तला खानुको मजा नै बेग्लै होइन साथीहरू यो चाहिँ ट्याक्कै नेपालको हुन्छ यो चाहिँ हिजो भर्खर ल्याएको क्या मैले अस्ति पनि खाएको थिएँ साथीहरू यो चाहिँ भरे अब पाहुनाको लागि मैले यो पाङ्रा पनि बनाउनुको लागि ल्याएको छु नि त पाङ्रा भनेको कता थाहा छैन होला यो चाहिँ जातेका चिकनको गिजर्ड नेपालीमा जाते अङ्ग्रेजीमा गिजर्ड पाङ्राको चाहिँ किन भनेर थाहा भएन मैले अघि क्लिन गरेको थिएँ अब त्यो यस्तो डट्टी हुन्छ हेर्दा त नखाउ नै लाग्छ नि साथीभाइहरू के गर्ने साथीहरू हेर्नुहोस् है यस्तो घिनलाग्दो हुन्छ अब यो क्लिन गरेर खाँदा त मिठो हुन्छ कुरुङ यस्तो केलाउनुपर्छ क्या यसको चाहिँ यो चाहिँ फ्याल्नुपर्छ साथीहरू यसो फ्याल्नुपर्ने हुन्छ अनि साथीहरू तपाईहरु मेरो भिडियो कताबाट हेर्नुहुँदैछ प्लिज कमेन्ट गरिदिनु होला मेरो भिडियो कतासम्म पुग्दो रहेछ भनेर म थाहा पाउन सक्छु नि त तपाईहरुले कताबाट हेर्नुहुँदैछ भनेर कमेन्ट गरिदिनु होला ल कमेन्ट गर्नु चाहिँ एकदमै अप्ठ्यारो नमानिकन गरिदिनु होला ल यो चाहिँ एक राउन्ड मात्रै पखालेको फेरि अहिले म पखाल्नु पर्ने हुन्छ छि यस्तो घिनलाग्दो मजाले सफा नि परेको हुँदैन कस्तो खालकोहरू यस्तो देख्दा त खानु नि मन पर्दैन हौ साथीहरू
खानुपर्ने हुन्छ यो यसरी निस्केको चाहिँ मलाई साह्रै मजा लाग्छ आनन्द लाग्छ भनौँ न कति सफा भयो जस्तो फिल हुन्छ क्या म चाहिँ यहाँ मासु काट्दैछु साथीहरू है त्यहाँबाट काटेको चाहिँ हाल्दिनँ किनभने भरे उयो हुन्छ होला भनेर नि कम्युनिटी गाइडलाइन्समा पर्छ भनेर देख्नुभयो साथी म एकछिन बस्नु फुर्सदै मिल्दैन यस्तै बिजी भइरहेछु अनि थाहा छ साथीहरू नेपालमा चाहिँ हामी फर्मासु चाहिँ पाइँदैन नि त है बस्नु मात्रै दिन्छ कति धेरै प्राइस फर्मासुहरू लुकाएर चाहिँ बस्नु दिन्छ तर यता विदेशमा चाहिँ कस्तो सिस्टम बोसो चाहिँ महँगो पैसा पर्छ होइन अनि फलमासुहरू चाहिँ सस्तो पर्छ कि अचम्म है नेपालमा चाहिँ बोसो मात्रै दिएर वाक्क आउँछ फलमासु खोज्नुपर्छ यहाँ चाहिँ फलमासु सस्तो अनि बोसो खोज्नुपर्छ यहाँ चाहिँ फेरि क्या म चाहिँ अब खाना खतरा बनाउँदैछु यहाँ पोर्क बन्दैछ यहाँ टमाटर छुँदैछ यो चाहिँ गुन्द्रुक अचारको लागि अनि यहाँ अघि नै राइसकेको छु यहाँ फिस म्यारिनेट भइसकेको छ यहाँ यस्तो छ यहाँ पोर्क पाक्दैछ साथीहरू अनि यहाँ लथालिङमा चाहिँ सामानहरू टाढा साथीहरू यो चाहिँ मैले बनाएको तुङ्बाहरू हो अलमोस्ट पकाइसक्न लाग्यो मैले चाहिँ अनि यहाँ फिस सुप बनाउन लागेको छु साथीहरू यहाँनिर फिस यहाँ तालेको छु यहाँ पोर्क भएर अचारहरू चाहिँ बनाइसकेको छु अनि मेरो चाहिँ केकको पनि अर्डर थियो फेरि अनि मैले चाहिँ केक पनि बनाएँ भाँडाहरू यत्तिको छ साथीहरू हेर्नुहोस् म एकछिन फुर्सद हुँदिनँ एकछिन यत्तिको जहिले पनि के प्रायः जस्तो चाहिँ फाइनली साथीहरू काम सबै सकाएर अब चाहिँ बसेको भन्दा पनि एकछिन यसो म बस्नै पाउँदिनँ कि मलाई हरेक कामले वेट गरेको जस्तो फिल हुन्छ जहाँ पनि वेटिङ लिस्टमा देखिरहेको हुन्छु क्या मेरो पर्खाइमा बसेको हरेक कामले अब म यहाँ बस्नु आँटेको यहाँ बिग्रिरहेको रहेछ बनाएँ अब चाहिँ एकछिन बस्छु साथीहरू